साथीहरू आज रवि लामिछाने छुट्नुहुन्छ भनेर धेरै मान्छेले आश गरेका थिए। यद्यपि छुट दिएको भइदिए पनि जनताहरुमा चाहिँ एउटा खुशियाली हुन्थ्यो, तर दुर्भाग्यवश भएन। यो किन भएन त भन्दा छविलाल जोशी उनीसँगैकै रवि लामिछानेसँगैकै मुद्दामा परेका छविलाल जोशीको पनि पिएसी थियो, सँगसँगै उनीको सुनवाई हुनेवाला थियो। तर छविलाल जोशीको वकिलहरूले आज यो बहस रोक्नुपर्छ, आज यो बहसलाई चाहिँ स्थगित गर्नुपर्छ भनेर निवेदन दिएका कारण यो स्थगित भएको भन्ने कुरा छ। तर त्यो स्थगित हुनुको कारण छविलाल जोशीलाई रोकेर अथवा उनको पक्षबाट मात्रै वकिल लगाएर यो बहस गरेर सुनवाई गरे हुन्थ्यो कि हुन्थेन? यो पनि कानुनी व्यवस्था के छ हैन? कानुन त त्यति हामीले पढेका छैनौँ। त्यसो भएको हुनाले यो रवि लामिछानेलाई यो विभिन्न षड्यन्त्र, बाहिरी षड्यन्त्र र यी विभिन्न दलको षड्यन्त्र अहिलेको सरकारले पनि रवि लामिछानेलाई छुटाउन चाहेको छैन, न्याय दिन चाहेको छैन। तर न्याय तटस्थ, एकदमै स्पष्ट, तटस्थ, क्लियर र जनमुखी, एकदमै सेवाग्राही अथवा सेवा दिने खालको न्यायालय भइदिएको भए त जसले पनि जहाँ पनि न्याय पाउँथ्यो, कुनै टेन्सन हुन्थेन। तर यो अत्यधिक मात्रामा राजनीतिक दबाब, राजनीतिक नेताहरूको चङ्गुलमा, राजनीतिक नेताहरूको एउटा मातहतमा, उनको सबमिसनमा, नेताहरू र पार्टीको सबमिसनमा भएको न्यायालय र न्यायाधीशहरू, महान्यायाधीशहरू, वकिलहरू भएको कारणले गर्दा उनी नछुट्न सक्ने देखिन्छ एक प्रकारले। तर एक प्रकारले अहिले जेन्जी आन्दोलन पछिको जुन आन्दोलन थियो, जेन्जी आन्दोलन पछिको ठुलो एउटा देखिएको परिस्थिति र देखिएको त्यो जुन अवस्था थियो, त्यो अवस्थाले गर्दा रवि लामिछाने न्याय पाउँछन् भन्ने आश 90% चाहिँ आश गर्न सकिन्छ। तर विडम्बना के त भन्दा यो यदि जेन्जी आन्दोलन नभइदिएको भए, जेन्जीको चाहिँ परिणाम यस्तो नगरिदिएको भइदिए, यो देशको यो जेन्जीको आन्दोलन हो, तर जेन्जीको आन्दोलनले को नाममा विभिन्न घुसपैठ, विभिन्न खालको चाहिँ आपराधिक क्रियाकलाप, विभिन्न खालका चाहिँ समस्याहरू पैदा भएको देखिन्छ। त्यो भएको कारणले गर्दा साथीहरू अब हेरौँ नेक्स्ट टाइम रवि लामिछाने छुट्नुपर्छ। किनभने सबैले आश गरेका व्यक्ति हुन् र देशले चाहेको व्यक्ति हो, जनताले चाहेको व्यक्ति हो। त्यसैले निक्लिनुपर्छ। निक्लिएन भने एउटा जनताले पनि आशा मार्नेछ र देशले पनि आशा मार्नेछ, समस्या पैदा हुनेछ र देशमा चाहिँ एउटा सुशासन कायम गर्न, समृद्धि गर्न, विकास गर्न, समाजको समृद्धि गर्न, राष्ट्रको समृद्धि गर्न, राष्ट्रलाई चाहिँ एउटा राम्रो गराउन चाहिँ अगाडि बढाउनको लागि एउटा राम्रो देशको अभिभावकको खाँचो छ। तर यसमा अहिले राजासहितको शासन, राजासहितको चाहिँ व्यवस्था, राजासहितको अवस्थालाई चाहिँ हामीले चाहिँ अंगीकार गर्नुपर्छ, व्यवस्थालाई स्वीकार्नुपर्छ भन्ने जनताहरूको अभिव्यक्ति, जनताहरूको एउटा चाहिँ उभएको छ। त्यसो भएको कारणले गर्दा साथीहरू हामीले यो गर्नुपर्छ भन्ने छ। थ्याङ्क यू। यदि केही सुझाव छ भने दिनुहोस् प्लिज। थ्याङ्क यू। अल द बेस्ट रवि लामिछाने, अल द पिपल अफ नेपाल, अल द वेल विशर अफ द राष्ट्रिय स्वतन्त्र पार्टी, all the nationalities, all the democracies, all the parties, all the people of Nepal. So guys, हामीले एउटा खालको वातावरण बनाउनै पर्छ। देश भयंकर ठुलो समस्यामा छ हैन, भयंकर ठुलो समस्यामा छ। देश बचाउनै नसकिने अवस्थामा छ। देश बचाउनै नसक्दै we cannot save our country, we cannot save our nationality, we cannot save our everything. त्यसैले बहुत जटिल परिस्थितिमा छौँ हामी, गाह्रो परिस्थिति सिर्जना भएको छ साथीहरू। थ्याङ्क यू।